हेलो साथीहरू, यो चाहिँ म बसेको कम्पनीको नजिकैमा रहेको एउटा गाउँ हो है। त्यो गाउँमा चाहिँ कृषितिर हेर्न गएको थिएँ, त्यसमा चाहिँ बनाएको भिडियो हो। यसमा चाहिँ सानो गाउँ छ, मान्छेहरू चाहिँ खासै धेरै बसेको चाहिँ देखिँदैन, तर विकट छ, हेर्दाखेरि बेसरी विकट छ, तर कृषि चाहिँ राम्रै तरिकाले गरेको छ। गाउँ भए पनि जङ्गलहरूको बिचमा छ। अनि यहाँ खेतहरू हेर्दा चाहिँ नेपालकै झझल्को दिने खालको छ। अहिले चाहिँ बाँझो नै रहेको छ, तर रोप्छन्। यहाँ बाँझो त खासै देख्न पाइँदैन कोरियामा। अनि अलि परसम्म फिनिल हाउस देख्न पनि सकिन्छ। गाउँ चाहिँ अब गाउँ सानो छ, तर मान्छेहरू चाहिँ यो जङ्गलहरूको बिच छ। भए पनि बाटोहरू देख्दाखेरि बाटो पनि एकदम राम्रो तरिकाले बनाएको छ भनौँ न। अब बाटोहरू पक्की नै छ सबै गाउँहरूमा। अब कोरियामा खासै कच्ची बाटो देख्न पनि पाइँदैन के अरे। अब कोरियामा चाहिँ तपाईँहरू कस्तो सपना देखेर आउनुहुन्छ, तर यस्तो उराठ लाग्दो ठाउँहरू पनि हुन्छ भन्ने कुरा हो। अनि यहाँ सेवा सुविधाहरू चाहिँ सबै छ, तर कृषि नै भए पनि एकदम आधुनिक तरिकाले गरेको देखिन्छ। र घरहरू अब त्यस्तो छ, बस्ने कन्टेनर छ। मान्छेहरू कृषि नै गरे पनि गाडी लिएर व्यवस्थित तरिकाले हिँड्नेदेखि लिएर सबै कामहरू भनौँ न गाउँमै अब जस्तोसुकै उसमा भए पनि अहिले गर्मीको सिजन छ, अब एसी भइहाल्छ। अब सबै सेवा सुविधा सबै हुन्छ। अनि सेवा सुविधा सहित कामहरू गर्छन्। त्यहाँ दृश्यमा खुर्सानी पनि रोपिरहेका छन्। यहाँ प्लास्टिकको प्रयोग गरेर खुर्सानी रोपेको देख्न सकिन्छ। भिडियो अन्त्यसम्म हेरिदिनु भएकोमा धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला।